ल मेरो पनि यो पालि चाहिँ रायोको साग यतिको ठिकैको सप्रेर आएको छ गाइस। हेर्नु यति हत्ते गरेर रोप्थेँ नि, यति हत्ते गरेर खोर्सानी चाहिँ यस्तो छ हेर्नु। जनवरी फेब्रुअरीतिर मैले घरभित्रै रोपेर बढाइवरी यहाँ गार्डनमा सारेको जस्तै जुन महिनामा छैन, पहिले सप्रिँदैन। भित्रको पत्ता त सबै झरेर यो नयाँ पत्ता तौलेको र पनि यतिको ठिकैको कालो भएर आएको छ। रायोको साग यतिको सप्रेको छ। अनि लसुन रोप्नु भयो अरे, घरिघरि आएर उखाल्दै गरेको देख्थेँ। पोटी ठुलो ठुलो हुन्छ भन्थे, आज त झन् साह्रो बाहिरै लडाइदिनु भएको उकालेर। मेरो जिरे खोर्सानीको आला तिर्नु गयो, यति हत्ते गरेर रोपेको होइन मैले। पोहोर विन्टरमा मर्छ भनेर भित्र लगेर यस्तो मजाले यो भित्रै फलेको खोर्सानी हो, रोपेको बाहिर निकालेपछि यो हालत भयो गाई चाहिँ। रायोको साग यस्तो भयो, लसुन त्यसरी निकालिदिनु भएको छ। अनि यो मैले आलु रोपेको त्यस्तो भएको छ। यो यहाँ पनि रायोको सागै मात्रै छ। त्यहाँनिर डल्ले रोपेको खै आउने कि नआउनु भन्दै आउँदैछ। रायोको साग साह्रै राम्रो छ। यो चाहिँ मिठो हुन्छ। यहाँ एक खालको कालो छ, अहिले म देखाउँछु। यहाँ यस्तो रहेछ। यो कालो साग देख्नमा चाहिँ मलाई यति मनपर्छ, तर पकाउँदाखेरि कालो देखिने, त्यसको पानी पनि कालो आउने, अनि मलाई मनै पर्दैन। हेर्नु गाइस, मेरो सोप माथि चाहिँ अलिकति छ, म त्यो देखाउनै बाँकी छ। यहाँ चाहिँ अलिक रायोको साग मात्रै छ। अस्ति माथि यति थिएन कि मैले भिडियो बनाउनै भुलेँ, सरी। हेर्नु यस्तो देखिएको छ मेरो सानो सा गार्डन चाहिँ। म माथिको बारी लान्छु ल हजुरहरूलाई। यो भन्न बिर्सेछु, यो तिरेबी हो। यो दुई खालको छ। यो चाहिँ अलिक कालो बैगुनको पत्ता छ। यो चाहिँ अलिक हरियो हुँदो रहेछ। यो चाहिँ सेतो सेतो खालको हुन्छ। यो माथि पनि छ, म देखाउँछु हजुरहरूलाई। माथि छ, जाँदैछु है। मेरो पनि यो पालि चाहिँ सागसब्जी मध्येमा मनपर्ने मरिहत्ते गरेर लगाएको चाहिँ यो साग मात्रै सप्रेको छ है गाइस। हेर्नु यति। यो पालङ्गे भन्छ कि लट्टे के भन्छ आफ्नो भाषामा, कसैले लट्टे भन्छ, कसैले पालङ्गे भन्छ। यति आउँदैछ, यति धेरै झरेको थिएँ, छैन। अनि यो साग चाहिँ एकदम राम्रो सप्रेर आएको छ। योभन्दा ठुलो बिट्टो थियो अस्ति के अरे उयसमा लगाएर खानुभएछ। यो सप हो, यस्तो राम्रो सप्रेर आएको छ। यत्रो डाँक्ला थियो, मैले अहिले देखाउँछु नि। यो पनि तिरेबी हो। पालङ यति छरेको होइन, यति हत्ते गरेर यति आउँदैछ, तर यतिको सप्रेकै छ। यो रायो साग सानो गाँचिएर आएको छैन। अस्ति अलिकति त म त बिउ राख्ने भनेको थिएँ, खाइदिनु चुट्टाइवरी के अरे उता पो लगिराखेको अनि खाइदिउँ गाइस। यो डल्ले हो, यस्तो छ हालत। यो भित्रै रोपेर ठुलो बनाएर ल्याएको, यसको पुरानो पत्ता झरेर यस्तो छ हालत अहिले नयाँ आएको। हेर्नु यो यत्रो डाँठ भएर आएको थियो। यस खोर्सानीलाई सेभ हुन्छ भनेर मैले यसलाई चुडाइदिएको, कस्तो माया सरी भाँचिदिएको, तर अर्को मुना आउँदै रहेछ। यो खोर्सानी अलिक ठुलो हुन्छ, यो ठिकैको हुन्छ। अब हेर्नु लु, रहर लाग्दो भएर आएको छ नि सप। के गर्नु, यो खोर्सानीकै बुट्टाको छेउमा परेको छ, फुल्न पनि लागिसक्यो। कस्तो हत्ते गर्दा यो पालि चाहिँ अथाबाको साग भएको छ है, सागसब्जी। मैले अघि कालो साग भनेको यस्तो सप्रेर आएको थिएन यो पनि, तर छिटै फुल्ने खालको। फुल्न पनि लागिसकेको छ। तर मैले यहाँ त कम्ता यो थिएन, बाक्लै थिएन, मैले सब छाँटेर यतिको बनाइदिएको। हेर्नमा चाहिँ मलाई यो कालो साग राम्रो लाग्ने, फुली पनि सको,
यसको बिउ राख्छु। अब खै बिउ त नछुटाइकन नखाइकन राख्नु अरे भन्ने सुनेको थिएँ, बट अलरेडी छुट्याइसक्यो, खाइसक्यो आधी उखालेर कति एक बारी नै मैले पर दाजुभाइजूहरूकोमा दिएँ। यो त फुली पनि सक्यो, तोरीबारी भन्ने जत्तिकै भइसक्यो। यतिको छ हाम्रो सौपबारी, रायोको सागबारी, लट्टेबारी। अब यसलाई खानुपर्छ यो विकेन्डमा। अनि यो रायोको साग चाहिँ साँच्चै मलाई घरि न घरि नै क्याएर लान मन लाग्छ गाइस। यस्तो राम्रो छ नि, हेर्नु होला। यो खोर्सानी चाहिँ मेरो अहिलेदेखिको हो। यो मैले जनवरी फेब्रुअरीमै रोपेको खोर्सानी, भित्रको पत्ता झरेर यो नयाँ पाउलेको पत्ता यस्तो छ। ल हेर्नु, यो लट्टे। सब्सक्राइब गरिदिनु होला गाइज, मेरो युट्युब च्यानलमा हाल्दैछु यो। अब योदेखि पछाडि कस्तो हुन्छ म अपलोड गर्दै गर्छु गाइज। यता चाहिँ यो नेपालको फर्सी रोप्नु भएको अरे यत्रो तार घेरा लगाएर, खै यही आएको छैन। यस्तो पनि हुन्छ र। दुई ठाउँ छ यहाँ चाहिँ, केही 3वटा बोट आएछन्, तर किराले खाएको कि केले खाइदिएको छैन। यसको पनि इन्तु चिन्तुनु होला यस्तो दुईवटामा। यो एउटामा चाहिँ 3टा बोट आएको छ फर्सी नेपालको। त्यो पनि पोहोरको साल त पुरा, पोहोर होइन परा 2 साल भयो, पुरा खाइदिएको थियो। योपालि चाहिँ अब कसो हुन्छ है देखाउँदै गर्छु म। मेरो भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला प्लिज गाइज।